र आज चाहिँ हामी हेर्दैछौँ कुन स्कुलको प्रसाद चाहिँ सबसे मिठो हुन्छ। हेलो गाइस, स्वागत छ तपाईँहरूलाई मेरो अर्को न्यू भ्लगमा। आज चाहिँ हो सरस्वती पूजा। सबैजनालाई सरस्वती पूजाको हार्दिक मङ्गलमय शुभकामना। र आज चाहिँ म अहिले जाँदैछु स्कुल, त्यहाँनेरि पूजा गर्ने, अनि अरू स्कुल जाने पनि प्लान छ। हेरौँ कहाँ कहाँ जान्छौँ। सो लेट्स गो। सो गाइस अहिले चाहिँ धुलाहारी आइसकेँ र हिँड्दै जाँदैछु स्कुलसम्म। सो गाइस फाइनली आइपुगिसकेको छौँ स्कुल। अगाडि छ र हाम्रो केटाकेटीहरू चाहिँ कहाँ छन् हेर्नुपर्छ। हाम्रो केटाकेटीहरू ओभर ढिलो गर्छ नि, यो केटीहरू साह्रै ढिलो गर्छन्। सो गाइस फाइनली स्कुलभित्र आइसक्यौँ र दुईजना हाम्रो आन्टीहरू भेट्यो, तर अहिलेसम्म कोही केटा चाहिँ आएको छैन र केटी पनि खासै आएको छैनन्। राम्रो ट्याप गर्नु पर्यो सिस्टर। Wait. ल राम्रो ट्याप हान्नु पर्यो। Okay. Feel as if it's pooped. Oh my god. It's because of these guys. हजुर Hi, morning. यो मेरो होइन फेरि अनुपको, यो हाम्रो सुदिन बेबी र यो हाम्रो सुदिन बेबी। हजुर सुदिन र हाम्रो यो युवराज बेबी ह्यान्डसम अनि यो हाम्रो आर्यन जोन सिंह र यहाँ कपाल एकदमै राम्रो काटेर आउनुभएको छ। र हाम्रो यहाँ रेहान अलि लजालु भई फुल ड्रिप। अनि यो चाहिँ कसरी ब्याक गर्छ, यो चाहिँ म। अनि यो चाहिँ फोनको ओनर, यो फोनको ओनर हो। यो चाहिँ मान्छे एकदमै खिच्चा छ, त्यही भएर मैले भ्लग गर्न आँटेको। र आज अब हामी पूजा गर्न गइरहेको छौँ। सो गाइस फाइनली आइसक्यौँ मन्दिरमा यहाँ पूजा गर्न, तर भिडभाड छ लास्टै। सो गाइस फाइनली मन्दिर आइसक्यौँ पूजा गर्न। सो पूजा गर्न फुल र धुप पाइयो। यो धुप चाहिँ यहाँ गाड्ने रहेछ। कसरी गर्ने, यहाँ त पुरै स्मोकी छ। फाइनली पूजा गऱ्यौँ अनि टिका लगाइदिनु भयो र यो राखी बाँधिदिनु भयो। र यहाँ चाहिँ सो फाइनली अब चाहिँ प्रसाद खान आँटेको। र आज चाहिँ हामी हेर्दैछौँ कुन स्कुलको प्रसाद चाहिँ सबसे मिठो हुन्छ। सुरुवात गर्दैछौँ हाम्रै धुलाबारीदेखि। सो फाइनली हाम्रो क्लासको आधी जनसङ्ख्या चाहिँ भेटिसक्यौँ। लिटरली हामी प्रसाद लिनको लागि सेकेन्ड ट्राई हान्दैछौँ। लेट्स सी चिन्नुहुन्छ कि भन्नु। गाइज मलाई चाहिँ चिने होइन, तर हाङ्साले चाहिँ पायो प्रसाद। फाइनली हाम्रो लास्ट फ्रेन्ड आइसकेको छ, डोरेमोन। सो फाइनली हामी सबैजना भेटिसक्यौँ। अब हामी जाँदैछौँ कन्भेन्ट र हेर्छौँ त्यहाँको प्रसाद कतिको मिठो रहेछ। गाइज यिनीहरू चाहिँ एक्लै गरेर आइपुगे। युटर्न त्यहाँ चाहिँ केही प्रिपेयर भएको रहेन रहेछ। अब फेरि फर्किँदैछौँ। सो अब चाहिँ हामी जाँदैछौँ होली बेल, मतलब पवित्र घन्टी। र त्यसपछि हामी जाँदैछौँ पूर्वको क्षितिज अर्थात् इस्ट होराइजन। त्यस पछाडि हामी जान्छौँ पहाड हिमालयन। गाइस होली बेलमा चाहिँ पूजै भर्खर हेर्नु रहेछ, त्यही भएर अब हामी जाँदैछौँ हिमालयन। दुईवटा स्कुलको प्लान क्यान्सल भइसक्यो। गाइस यो आन्टीहरू चाहिँ हामीभन्दा धेरै पर छन् र अलग्गै फोटो खिच्दै आइरहेछन्। अझै ढिलो गर्छन् यिनीहरू। अब अलग्गै केही सरप्राइज टाइम यहाँ यो गल्लीबाट आउँदैछन् केटीहरू। ए गाइस हामी चाहिँ
हामी चाहिँ अर्को ग्रुपलाई भेटिसक्यौँ यहाँ अर्को ग्रुप छ हाम्रो तर हाम्रो आधी ग्रुप आएको छैन र हाम्रो यहाँ जेन्जी लिडर यहाँ धेरै अगाडि जाँदै हुनुहुन्छ तपाईँले उहाँलाई पहिला पनि एउटा उयोमा देख्नु भएको छ होला एकदम उयो लजावती जस्तो झार जस्तै लजाउँछ ए ल सो अनि यो चाहिँ हाम्रो सो हो यो चाहिँ इमिग्रेन्ट हो भन्नाले यो अर्कै देश होइन अर्कै क्लासबाट आएको हो या अनि यो हाम्रो क्लासको होइन अनि यो चाहिँ हाम्रो क्लास जस्तै हो किनकि यो मान्छे पनि हामी जस्तै बहुला हो गाइस फाइनली देखिसकेको छ हाम्रो एक्स स्कुल मतलब मेरो एक्स स्कुल हिमालयन अनि यो आन्टीको पनि यो लजावती आन्टी र यहाँ मध्ये को आन्टीको ओ हिमालयन कगजको एक्स स्कुल हात उठाइदेऊ यहाँ मध्ये धेरैजनाको एक्स स्कुल हो र देखिसकेको छ गाइस फाइनली आइसक्यौँ हिमालयन अनि प्रसाद लिम र हाम्रो पुरानो पार्टीहरू यता छन् सो गाइस एकछिन क्लासहरू हेऱ्यौँ मजा आयो यहाँ एकछिन बस्यौँ र अब बाहिर निस्किसक्यौँ अब हामी जान्छौँ हाम्रो स्कुल होइन अब हामी जान्छौँ इस्ट होराइजन गाइस फाइनली आइसक्यौँ होराइजन स्कुल इज अस स्कुल गेट नम्बर 2 इज फाइनली भित्र आइसक्यौँ स्कुल हो कि पार्क हो दिस यस इस्ट होराइजन ओ स्कुल हो कि पार्क हो है मोटु बादलो चिङ्गम छ त गाइज स्कुलभित्रै बोटिङ गर्न सकिन्छ स्कुलभित्रै खोला छ स्कुलभित्र लेक रहेछ यहाँ नुप्से ब्लक अलग्गै माउन्टेनको नाममा राखेको रहेछ डल्लै फिस पनि पालेको रहेछ उता पर कतै रहेछ दादा हेर्नु त सो गाइज अहिलेसम्म चाहिँ होराइजनको प्रसाद सबसे मिठो छ वेल तिमी के भन्छौ ठिकै छ मिड सरोवर के भन्छौ कुन स्कुलको प्रसाद तिमी हामी सब स्कुल घुमिसकेको छौँ नि त खोइ भोलि बेलुका गएनौँ थाहा भएन मलाई यार कुन स्कुलको प्रसाद सबसे मिठो छ दुलाबारी कुन स्कुलको प्रसाद सबसे मिठो सो अहिले चाहिँ हामी यो चढ्दैछौँ के भन्छ यसलाई मङ्को तिम्रो फोन यस्तो सरोवर चाहिँ यहाँबाट आउँदैछ राङ्सा छाया चढिसकेको छन् र केटीहरू चाहिँ फोटो खिच्दैछन् फाइनली यहाँको प्रसाद पनि पायौँ अब हेर्नु छ यहाँको कस्तो रहेछ हुन त अघि खाइसक्यौँ तर पनि सो अब चाहिँ स्कुलबाट निस्किसक्यौँ र अब हामी जान्छौँ डाइरेक्ट घर सो फाइनली स्कुल पुग्न आँट्यौँ र अहिलेसम्मको बेस्ट त्यो प्रसाद चाहिँ दुलाबारी के हो होइन इस्ट होराइजनको लाग्यो मलाई मलाई चाहिँ दुलाबारीमा सब दुलारी भन्दा जानु म चाहिँ इस्ट होराइजनको मिठो लाग्यो सो अहिले चाहिँ आइसक्यौँ स्कुलको ठ्याक्कै अगाडिको घर यो आन्टीको घर हो कहाँ गयो त फेरि पनि आइसक्यौँ स्कुल अहिले चाहिँ भिडभाड छ माहौल छ अलिकति सरस्वती पूजाको अघि चाहिँ खाली थियो सो फाइनली स्कुलमा आइसक्यौँ र यो झ्याम्पुतलीहरू भेटियो र यहाँ चाहिँ हामीले यतिवटा यो कलेक्ट गरेको छौँ प्रसाद लगभग कतिवटा छ सो अहिले चाहिँ यहाँ खायौँ आइस कोला अनि आइसक्रिम सो अहिले चाहिँ स्कुल आइसक्यौँ तर स्कुल यत्तिकै आएको यो बाटो आयौँ अब यो बाटो जान्छौँ घर सो फाइनली आइसक्यौँ हाङसा लिम्बूको वासस्थानमा सो अहिले चाहिँ यहाँ फिल्म हेर्दैछौँ सो यहाँ चाहिँ धेरै भोक लागेको थियो अनि भात पनि खाएँ सो गाइस एकछिन हाङसाको घर बसेँ र अब जाँदैछु घर आइसकेँ अनि लुगा चेन्ज गरिसकेँ आयो तपाईँहरूलाई आजको भ्लग मन पर्यो होला मन पर्यो भने लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु टिकटक र इन्स्टाग्राममा फलो गरिदिनु फेसबुकमा एड फलो गरिदिनु लिङ्क डिस्क्रिप्सनमा छ गएर चेकआउट गर्नु होला थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई